फाइनली गाइस आज फेरि तपाईहरुको माझ एउटा सानो भ्लगसँग जोडिएको छु र विशेष आजको भ्लग चाहिँ अलिपुरदेखि दोहासम्मको हुनेछ र तपाईहरुको माझ एउटा सानो छोटो मिठो भिडियो पनि हुनेछ र नव वर्ष 2082 को सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष गरी सबैलाई धेरै सम्झेको छु र आजको विशेष भिडियो र सुरेन्द्र सेन्चुरी भ्लगमा सबैलाई स्वागत पनि गर्न चाहन्छु। विशेष गरी धेरै समयपछि तपाईहरुको माझमा यो भ्लग भिडियो बनाएर राख्ने कोसिस गरेको छु। आशा छ धेरैभन्दा धेरै मन पराइदिनु हुनेछ भिडियोलाई र हेर्न सक्नुहुनेछ यो कतारको अलिकति यता मरुभूमि पनि छ र कति ठाउँ त एकदम हरियाली र एकदम राम्रो पनि छ र म अहिले कतारदेखि तपाईहरुलाई धेरै सम्झेको छु ताराको यता पनि र विशेष गरी आजको भ्लगमा सबैलाई धेरै मिस गरेको छु किनभने धेरै समय पछाडि तपाईहरुको माझ मैले यो भिडियो बनाउने कोसिस गरेको छु र मेरो च्यानलमा धेरै भयो मैले भिडियो पनि नराखेको र आज भने तपाईहरुको माझ यो सानो भिडियो बनाउने कोसिस गरेको छु। आशा छ धेरैभन्दा धेरै मन पराइदिनु हुनेछ भिडियोलाई भन्ने पनि आशा गरेको छु र यतिबेर चाहिँ म अलिपुरदेखि दोहा जाने क्रममा यहाँ बाटो हेर्न सक्नुहुनेछ एकदमै राम्रो छ बाटो चाहिँ यहाँनिर देख्नु छैन अब आफ्नो बाटो यो अलग्गै यो म हिँडेको चाहिँ ट्रक बाटो र उता हेऱ्यो भने चाहिँ सानो गाडीको त्यस पछाडि उता फेरि सानो त्यसपछि उता फेरि अनि ठुलो गाडीको आउने जाने बाटो छ। तपाईँले हेर्न सक्नुहुन्छ एकदम गजब छ ठाउँ चाहिँ होइन तर मरुभूमि छ हरियाली छैन। अब युरोपतिर हुने साथीहरूले चाहिँ तुक्क लाएर चाहिँ एकदमै होइन हरियाली देखाउँछन् भने गलगन्तीमा हुने साथीहरूले चाहिँ अब यस्तै मरुभूमि देखाउनुपर्छ यो चाहिँ है ल यो भन्दै अब सबैजनालाई एकदम मिस गरेको छु होइन धेरै समय पछाडि तपाईँको माझ आएको छु यो भिडियो लिएर सुरेन्द्र सेन्चुरी भ्लगलाई पनि सब्सक्राइब गरी एक लाइक गर्न भने नभुल्नु होला किनभने म तपाईँको माझ यस्तै नयाँ भिडियोहरू मैले राख्ने कोसिस गर्नेछु र अझै माया दिनुहुनेछ हजुरहरूले अझै साथ सपोर्ट दिनुहुनेछ भन्ने आशा पनि गरेको छु किनभने अब सधैँ जस्तो तपाईँहरूको माझमा यस्तै नयाँ भिडियोहरू राख्ने कोसिस गर्नेछु कहिले कहाँ होइन भनौँ न अब कहिले नेपाल गइन्छ भने कहिले दुबई कहिले कुवेत होइन जहाँ गए तापनि युरोप गए पनि म तपाईँहरूको माझ भिडियोहरू पक्कै नै राख्नेछु होइन भिडियो त्यति क्लियर छैन त्यसको लागि त म माफी चाहन्छु मसँग मोबाइल पनि त्यही खालको छ नि त राम्रो खालको मोबाइल लियो भने अनि क्वालिफाई भिडियो पनि बन्छ र यो त्यति राम्रो मोबाइल पनि छैन त्यो कारणले अब भिडियो जस्तो लागे पनि हेरिदिनु होला भन्न चाहन्छु र यसै क्रममा अर्को पनि तपाईँहरू माझ के रिक्वेस्ट गर्न चाहन्छु भने मेरो अर्को च्यानल त्यसमा चाहिँ मैले गजलहरू राख्ने गरेको छु र गजल कविता गीतहरू होइन त्यो गोरे जेठा युट्युब च्यानललाई पनि सब्सक्राइब गरी नोटिफिकेसन बेल बजाउनु भने नभुल्नु होला किनभने त्यसमा चाहिँ एकदम मिठा गीतदेखि लिएर चाहिँ मिठा गजलहरू राख्ने कोसिस गरेको छु र हजुरहरूले धेरै माया दिनुभएको छ त्यसमा पनि र यो भ्लग त अब तपाईँहरूलाई नयाँ ठाउँ जाँदा होइन नयाँ गाउँ जाँदा कुनै घुम्न जाँदा त्यस्तै भिडियोहरू मैले राख्ने एकदमै कोसिस गरेको छु र हजुरहरूको माया हजुरहरूको साथ अति भन्दा अति आभारी छु र अझै धेरैभन्दा धेरै मन पराइदिनु हुनेछ भिडियो ल हेर्नुहोस् यता अलिकति राम्रो ठाउँ पनि छ कि यता सधैँ जताततै मरुभूमि छ भन्नु मिल्दैन र धेरै हरियाली पनि छ यहाँ कतारमा होइन यो क्रममा चाहिँ म आज तपाईँहरूको माझ एकदमै यो भिडियो लिएर आउनुको मुख्य कारण चाहिँ के हो भने म धेरै समय भयो मेरो च्यानलमा चाहिँ मैले भिडियो नराखेको अनि त्यो भएको कारणले चाहिँ आज तपाईँहरूको माझ मैले यो भिडियो लिएर आएको छु र धेरैभन्दा धेरै माया दिनुहुनेछ भन्ने आशा पनि गरेको छु। अब भने तपाईँहरूको माझ म एउटा मिठो गीत पनि गाउने कोसिस गर्छु है त कस्तो लाग्छ सुनेर साथ दिनु होला। गीत रहेको छ फुल्यो निमपट्टा भन्ने एकदमै आदरणीय दिदी अब अग्रज सरस्वती शर्मा चाहिँ एकदम मिठो छ यो गीत फुल्यो निमपट्टा कुन देशको कुन ठाउँमा भयो साँच्चै यो गीतले मन छुन्छ होइन
परदेश गएको हुनुपर्ने र एकजना उहाँको बनाउने माया श्रीमान अब परदेश गएर धेरै समयपछि फर्केर नआउँदा सायद यो गीत बनेको हुनुपर्छ अहिले बुझ्दा चाहिँ त्यो भएर मैले पनि अलिकति गुनगुनाउने कोसिस मात्रै गरेको छ गरिरहेको छु त्यो कारणले गर्दा त गाउन सकेन अझै मिठा गीतहरू मैले लिएर आउनेछु होइन अहिले पनि हेर्न सक्नुहुनेछ पर जाने हो भनेर पनि लेख्नुहुन्छ र मैले अहिले फिलहाल म भन्नुपर्दा चाहिँ यता समाल रोड पखरे पार गरेर अब भनेको के भन्छ यतातिर नामहरू जाँदाखेरि समाल रोडमै छु त्यो आउँदै गर्दा म भन्दैछु र यो भिडियो बनाउने यस्तै छन् परदेशमा होइन गलबन्द्री पनि यस्तै छ अब युरोपमा धेरै हरियाली होइन एकदम आनन्दको ठाउँ छ भनेपछि यहाँ चाहिँ मरुभूमि छ मरुभूमिमा अलिकति भनौँ अब एकदम गर्मी पनि बढ्न लागेको छ हिजो आज चाहिँ गर्मी नै छ भनौँ अहिले एसी पनि चलाइरहेको छु अब एसी नचलाइ लगभग एकदमै गाह्रो छ अहिले हिँड्नलाई कतिपय गाडीमा चाहिँ एसी बिग्रेको हुन्छ त्यही पनि बसिनै भएर चलाउनु पर्ने हुन्छ यस्तै छ ड्राइभरको जिन्दगी होइन सबै हामी ड्राइभर दाजुभाइहरू यस्तै हो गलबन्द्रीमा पनि दुःख छ होइन युरोपमा पनि दुःख छ भन्छन् दुःख अनुसार चाहिँ उहाँ चाहिँ अलिकति भनौँ त्यहाँको रमणीय ठाउँ अलिकति हरियालीले गर्दा चाहिँ अलिक मन आनन्द हुने मात्रै हो यहाँ पनि अब यस्तै छ कतारमा पनि होइन कतिपय ठाउँ त हरियाली छ अहिले मैले देखाइरहेको ठाउँ चाहिँ मरुभूमि छ र यहाँले अगाडि जाने भने उत्पादन भेडा पालन होइन त्यस्तो ठाउँहरू पनि भेटिन्छ र आदरणीय दाइहरू जानु भएको छ युरोपमा उहाँहरूले पनि धेरै सम्झेको छु र म पनि सकेसम्म आउने कोसिस चाहिँ छ होइन एकचोटि युरोपको भनौँ न रमाइलो भ्रमण मलाई पनि अझै गर्न मन छ र यस्तै छ अब यत्रो वर्ष दुःख गरेर परदेश आयो जति दुःख गर्दा पनि परदेश भन्दा भन्दै केही वर्ष बितिसक्यो परदेश भन्दा भन्दै केही वर्ष बितिसक्यो जिन्दगीमा केही सफलता गर्छु भनेर आएको थिएँ तर त्यो पनि केही अपुरा भए चाहिँ भयो साँच्चीकै भनौँ त परदेश यस्तो ठाउँ हो त्यही कता बुझ्दा त कस्तो लाग्छ खै कता बुझ्दा त कस्तो लाग्छ परदेशीको जीवन यतै जान्छ जस्तो लाग्छ यहाँको 65 डिग्री घामसँगै जोडिएर काम गर्नुको बिदा 65 डिग्रीकै घामसँग जोडिएर काम गर्नुको बिदा साह्रै नमजा हुन्छ नि हो साथी यो परदेशको ढाडे मुलुकको ठाउँमा अझै गाह्रो छ साथी अब के गर्ने यस्तै छ र यो क्रममा फेरि पनि भन्न चाहन्छु तपाईँहरूकोमा चाहिँ आउने गरेको नववर्ष 2082 को हार्दिक मनाउने शुभकामना पनि भन्न चाहन्छु धेरै दुःख गरियो धेरै सुख गरियो तर दुःख कहिले फेरिएन 2082 सालमा केही फेरिन्छ कि भन्ने आशा चाहिँ गरेको छु हेरौँ होइन 2082 कस्तो हुन्छ 2081 त यस्तै यताउता गरेर गइहाल्यो अब 82लाई हामीले आगमन गर्ने हो 2082 आगमन गरेसँगै कतिको चाहिँ भाग्य चम्किन्छ होला कतिको चाहिँ भाग्य नै बिग्रिन्छ होला त्यो त भगवान जान छैन म भगवान होइन त्यो भएको कारणले तपाईँको माझ चाहिँ आज म यो सानो रोड भ्लगसँग जोडिएको छु र यो विशेष गरी कतारको अलिकति त्यस्तै ठाउँहरू मैले देखाउने क्रममा आज यो भिडियो बनाउने कोसिस गरेको छु आशा छ धेरैभन्दा धेरै मन पराइदिनु हुनेछ भिडियोलाई र मेरो लामो छोटो भिडियो भन्दा पनि अलि लामै नै हुने भयो आजको भिडियो र मैले यो भिडियो बनाउने क्रममा सबैजनालाई धेरै सम्झेको छु अनि नयाँ वर्षको शुभकामना पनि मैले दिने कोसिस गरेको छु होइन हेर्नु होला सुरेन्द्र सेन्चुरी भ्लग सानो मगर सानोलाई पनि सब्सक्राइब गर्न भने नभुल्नु होला किनभने तपाईँहरूकोमा सधैँ जसो यस्तै नयाँ भिडियोसँग जोडिने कोसिस गर्नेछु र मेरो एकजना प्रिय मित्रले सोध्नुहुन्थ्यो के तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ धेरै समय भयो हाम्रो कुराकानी नभएको भन्ने हुन्छ
उहाँलाई पनि धेरै धेरै सम्झेको छु। टाढाबाट भए पनि धेरै माया छ तपाईँलाई। सधैँ तपाईँलाई सम्झिन नपाए तापनि आज यो भिडियो मात्र सम्झिने कोसिस गरेको छु। आज सब भिडियोलाई धेरैभन्दा धेरैसँग सेयर अनि लाइक पनि गर्नु होला भन्न चाहन्छु। किनभने तपाईँहरूको माझ सधैँ यस्तो भिडियो बनाउन त पाउँदैन, तर म कहिलेकाहीँ होइन अब यसो भनौँ न दोहातिर आउने क्रममा हुन त दोहामा धेरै राम्रो राम्रो ठाउँहरू पनि छ दोहा कतारमा होइन। अब हामी त यो रोड यता रोड नै फरक फरक हुन्छ र हाम्रो टेलर हिँड्ने बाटो अलग्गै हुन्छ होइन, सानो गाडी हिँड्ने बाटो अलग्गै हुन्छ। त्यो भएको कारणले गर्दा तपाईँहरूको माझ सधैँ जसो अब रमणीय ठाउँ एकदम सुन्दर ठाउँको भिडियो पनि बनाउने कोसिस गर्नेछु। आशा छ, एकदमै आशा गरेको छु तपाईँहरूले धेरैभन्दा धेरै मन लगाइदिनु हुनेछ भन्ने। र यसै क्रममा चाहिँ अब यति भन्दै तपाईँहरूको माझबाट लौगो बिदा पनि हुन चाहन्छु। किनभने अब धेरै लामो भिडियो लेन्थी भिडियो हुन्छ फेरि होइन, साथीहरूलाई पनि धेरै हेरेर अलिकति भनौँ न कति लामो भिडियो भन्ने पनि होला होइन। त्यो भएको कारणले चाहिँ मैले आज यो सानो अनि छोटो भन्दा पनि लगभग मसँग गएको 12 मिनटकै भिडियो बनाउने क्रममा अलि लामो भयो। त्यसको लागि माफी चाहन्छु। र आज तपाईँहरूको माझ भिडियो बनाउने क्रममा आज यो अलिकति यता मरुभूमि देखाउने कोसिस गरेको छु होइन। त्यस्तै छ अब भनौँ न यो गलगन्थीमा बाटोहरू होइन, अब हरियालीहरू भन्ने अब त्यस्तै, तर बाटो चाहिँ एकदम स्पेसल बनेको छ यहाँनिर। बाटोको लागि चाहिँ त्यस्तो ल हेर्नुपर्छ नि, मेरो अगाडि गाडी छ तर एकदम अगाडि एउटा छ, धेरै पछाडि एउटा छ। अब म अहिले लगभग यतिखेर चाहिँ 80को स्पिडमा छु र मभन्दा अगाडि लगभग त्यो गाडी चाहिँ 100को स्पिडमा छ होला। चाहिँ अब ठ्याक्कै 80को स्पिडमा छु र अब यो भिडियो बनाउने क्रममा अब अनि यति भन्दै बिराउन चाहन्छु। नमस्ते, अर्को भिडियोमा भेटौँला भन्ने आशा गर्दै अब भने म बिराउन चाहेँ। तपाईँहरूकै अब साथी सुरेन्द्र होइन। फेरि पनि भन्न चाहन्छु, सुरेन्द्र सेन्चुरी भ्लगलाई साह्रै माया गरी एउटा सब्सक्राइब चाहिँ गर्नु होला है त। यति भन्दै मेरो चाहे नमस्ते। अब भने हामी यहाँनिर एउटा ठुलो ब्रिज छ, उकालो पनि छ त्यो ब्रिज होइन, त्यो ब्रिज चढ्नेछौँ। अब म तपाईँहरूको माझ यो ब्रिज लगभग म अब डुवा सन्या भन्ने ठाउँमा इन्ट्री भइसकेको छु। क्रिया पनि छ र त्यस पछाडि हाम्रो यात्रा चाहिँ दोहा लगभग दोहा सुन्ने हुन्छ भन्दाखेरि हुन्छ। म विशेष गरी एयरपोर्ट जाँदैछु, त्यो भएको कारणले तपाईँहरूको माझ यो भिडियोमा चाहिँ देखाउने कोसिस गर्नेछु। त्यहाँको ठाउँ कस्तो छ अनि बाटोहरू कस्तो छ होइन, अनि ब्रिजहरू कस्तो छ त्यो देखाउने कोसिस गर्नेछु। र तपाईँहरू अब हेर्न सक्नुहुनेछ यहाँनिर एउटा ब्रिज देखा पर्नेछ र अलिकति उकालो पनि छ यहाँनिर। कतारमा उकालो, अब ब्रिज बनाएर उकालो छ। हाम्रो नेपालको जस्तो चाहिँ अब नेचुरली उकालो आउनलाई गाह्रै छ, जता गए पनि सबै समूहहरू बग्ने हुन्छ। अब हामी लगभग यो ब्रिज चढ्ने क्रम भइसकेको छ, तपाईँहरूले यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। र अब ब्रिज आइसक्यो, हेर्न सक्नुहुनेछ यहाँ ब्रिज पुरा घुमेको छ। र म यहाँ अलि उकालो पनि छ कि यहाँनिर चाहिँ अब लोडमा चाहिँ अलिक गाह्रो नै हुन्छ। लोड पनि छ मेरो चाहिँ एकदम सक्ने। अब म चाहिँ ब्रिज चढेको साथीहरू तपाईँहरूले पनि हेर्नु होला। म चाहिँ अहिले तपाईँको लगाएर चाहिँ ब्रिज चढेँ। ल हेर्नुहोस्, गाडी पनि अलिकति डाउन भइहाल्छ कि उकालो छ है। यहाँ कतारमा गाडी चलाउने साथीहरूलाई चाहिँ सबैलाई थाहा छ कि अलिकति उकालो नै पर्छ। अब इन्डस्ट्रियल एरिया चाहिँ सुरु भयो, भिडियोमा पनि हेर्न सक्नुहुनेछ। अब ल हेर्नुहोस्, ओह्रालो आयो, उकालो चढी ओह्रालो झर्ने हो। आज मौसम खासै राम्रो छैन, तपाईँहरू हेर्न सक्नुहुनेछ। म चाहिँ अहिले ओह्रालो गाडी पनि निकै स्पिड हुन्छ, ओह्रालोमा त्यतिकै रेस्ट नदिँदा पनि
अब भने साथीहरू म चाहिँ फाइनली अब एयरपोर्टबाट चाहिँ बाहिर निक्लिँदैछु र तपाईँहरूलाई यो सानो दृश्य पनि देखाउने कोसिस गर्नेछु र हेर्न सक्नुहुनेछ। अब भने म यता हाम्मट इन्टरनेसनल एयरपोर्टदेखि अब म चाहिँ निक्लिँदैछु र हेर्न सक्नुहुनेछ दृश्यहरू र तपाईँहरूको माझ मैले यो सानो दृश्य देखाउने कोसिस गरेको छु। आशा छ प्राइड हुनेछ। अब यहाँको बाटो पनि हेरौँ, यहाँ त निकै राम्रो छ कि ठाउँ चाहिँ। अघि मैले देखाएको थिएँ भने अब हेर्न सक्नुहुनेछ यहाँनिर एकदमै राम्रो छ ठाउँ होइन। आनन्दको यता चाहिँ एकदम राम्रो छ कि अब सिटी एरिया हो नि त, त्यो भएको कारणले पनि हो। यता त अब एकदम मरुभूमि छ। अब म बस्ने ठाउँ छैन त्यहाँ भनेको चाहिँ ग्यास प्लान्ट नजिक छ, त्यहाँबाट आउने। र म चाहिँ अहिले यो हेलिकप्टरको चाहिँ तेल लिन आएको छु कि र अहिले निकै तेल फ्युल बनाउन अरू फिल गरिसकेर पनि म चाहिँ एयरपोर्टदेखि निक्लेको अवस्था छ। एयरपोर्ट साइडको बाटो हेर्न सक्नुहुनेछ, एकदमै राम्रो छ यहाँनिर चाहिँ बाटो। धेरै पनि एकदमै दामी लाग्छ। ठाउँ चाहिँ गजब छ कि अब यता एकदमै राम्रो छ। मैले तपाईँहरूलाई यहाँ देखाउने कोसिस गरेको छु। आज सधैँ मौका नमिल्न सक्छ त्यो भएको कारणले र हेर्न सक्नुहुनेछ यहाँको एकदम गाडीहरू पनि अलिक बिजी हुन्छ। एउटा चाहिँ यो ट्रकहरू गयो भने चाहिँ खासै हुँदैन। यहाँ चाहिँ हाम्रो बाटो चाहिँ अलि अलग्गै हुन्छ र यहाँनिर चाहिँ अलि सानो गाडीको पनि बाटोहरू देखिन्छ। र तपाईँहरूलाई यो एयरपोर्ट साइडको बाटो आज देखाउने माहौल मिलेको छ र आज यो सुरेन्द्र सेन्चुरी ब्लगमा अवश्य हेर्नुहोला ताकि कस्तो रहेछ यहाँनिरको बाटो एयरपोर्ट साइडको चाहिँ। यहाँनिर चाहिँ के छ त हेर्नुहोस्, खजुर अब फुल्ने बेला हुन लाग्यो। अब खजुर पाक्दै गर्दै गर्मी धेरै गर्दै गर्ने होइन, यो खजुर फलेदेखि चाहिँ गर्मी सुरु हुन्छ भन्दा पनि हुन्छ यहाँ। त्यस्तो छ सिस्टम चाहिँ। अब के गर्नु, अब गर्मी एकदमै गर्मी बोलाइरहेको छ यता। अब धेरै नै गर्मी हुन्छ। यो अप्रिल महिनाको आज भनौँ 13 तारिक भनौँ न, 13 तारिक। र यतिखेर चाहिँ म दोहा इन्टरनेसनल हाम्मट एयरपोर्टबाट चाहिँ निस्किसकेको छु र तपाईँहरूलाई यो यहाँको दृश्यहरू पनि थोरै देखाउने कोसिस गर्नेछु। आशा छ भिडियोलाई हेरेर माया दिनुहुन्छ भन्ने आशा गरेको छु। आहा कति राम्रो फुल फुलेको छ होइन, हेर्नुहोस् न सुन्दर फुल छ। यता एकदम सुन्दर छ ठाउँ चाहिँ होइन, धुलो धुवा भन्ने हुँदैन। यता सरसफाइ हुन्छ। तपाईँको चाहिँ अब यहाँनिर भनेको छ कता जाने, कुन ठाउँ जाने भन्ने हुन्छ, त्यो पनि सबै पटाएको हुन्छ है, लेखिदिएको हुन्छ। अनि कति बजी चाहिँ 9 इन्ट्री लाग्छ त्यो पनि त्यहाँ बोर्डमा लेखिदिएको छ, हेर्न सक्नुहुनेछ। तपाईँहरूको माझ अवश्य नजरिया लाग्नेछ, नजर जानेछ होइन। ल हेर्नुहोस्, अब यहाँनिर यो गाडीको अगाडि बढ्ने यहाँ एउटा बोर्ड आउनेछ, बोर्डमा लेखेको छ है। अब कता चाहिँ 9 इन्ट्री कति बजीदेखि कति बजी चल्न पाइन्छ भन्ने यहाँ बोर्ड तरफबाट चाहिँ बनाएछ यो बाटो जानलाई। यो बाटो चाहिँ एयरपोर्ट पुरानो एयरपोर्टमा जाने कोरिडोर भन्ने बस बनाउँदैछ, ट्याक्सी बनाउँदैछ बाटो। यहाँनिर चाहिँ एकदमै गाह्रो छ भनौँ न, यहाँ धेरै क्यामेरा छ। त्यो भएको कारणले पनि एकदमै यहाँ चाहिँ गरेर हिँड्नुपर्ने हुन्छ, बसेर हिँड्नुपर्ने हुन्छ। र यहाँ मोबाइल पनि नजर लाग्छ। र मैले चाहिँ यहाँ अलिकति त्यो उसमा राखेको है। मेरो जुन जिपिआरएस मोबाइलमा बाटोहरू गरेको भएर मोबाइल चलाउनु पाइँदैन। र तपाईँहरूले हेरिराख्नु भएको छ अहिले यहाँको एकदमै रमाइलो दृश्यहरू। अहिले इज्जत याद गऱ्यो भने म यता साइडतिर जान्छु। यहाँ धेरै ठाउँको बाटो यहाँबाट देखिन्छ, सडक बाटो अलग्गै छ होइन। अब कता कता जाने अल ओपरा यतै बाटो देखिन्छ। यता जानु त सिधा जानु होइन, देखाइरहेको छु सबै हुन्छ। तपाईँहरूले हेर्न सक्नुहुनेछ एकदम हरियाली, एकदम राम्रो छ ठाउँ चाहिँ होइन। अब यहाँ दोहामा राम्रो ठाउँ एकदमै ठाउँ चाहिँ किसिमै ठाउँ छ कि हामी चाहिँ अब खासै अब
यता यता आउनु पनि त्यस्तै समय नै त्यस्तै हुन्छ त्यो भएको कारणले पनि हो र यता धेरै राम्रा ठाउँहरू पनि छन् देखाउँदैछु पछि म घुम्न गइहालेँ पनि होइन तपाईँलाई र अब अलिकति माथि जाने भने तपाईँले देख्न सक्नुहुनेछ यहाँ म्यात्रोको चाहिँ स्टेसन छ त्यहाँनिर तपाईँलाई पनि क्लियर त देख्न सकिँदैन क्लियर चाहिँ किनभने म अन्तर्ग्राममा छु अन्तर्ग्रामदेखि बाहिर हल्लोगुलो म निक्लिन लागेको छु है र त्यहाँ हेर्दै गएर तपाईँले देख्न सक्नुहुनेछ मेट्रो स्टेसन छ यहाँनिर एकदमै अब त्यहाँ मेट्रो अहिले चलिरह होला तर मैले तपाईँलाई अहिले देखाउन सकिनँ यता गयो भने यहाँ एक्जिट भन्ने देखाइरहेको छ यो लोकल बाटो जान्छ हामी चाहिँ सिधा जाने हो मोटो अहिले सिधै जाने हो नि त रसुलामा त्यो भएको कारणले गर्दा म चाहिँ यो सिधा बाटो लागेँ त्यो बाटो गयो भने चाहिँ यो अलोकरा हुँदै यता अझै अरू साइड भने यता जान्छ म चाहिँ समाल रोड पक्रेर जाने हो अहिलेलाई होइन यस्तै छ साथीहरू हेर्नुहोस् गल्फको ड्राइभिङ दलमा गाडी चलाउन अब बाटोहरू हेर्दा चाहिँ एकदमै भनौँ न राम्रो छ यो ट्रान्सफर गाडी रहेछ यो कहाँ दुबईदेखि आएको कहाँदेखि आएको र यो चाहिँ ट्रान्सफर चल्ने गाडी दुबईदेखि आएको दुबईकै रहेछ यहाँ दुबई साउदी होइन कहाँ कहाँबाट गाडीहरू आउँछन् हामी पनि जानुपर्छ त्यस्तो होइन तपाईँकै अब हामी पनि यहाँदेखि चाहिँ साउदी जानुपर्छ कहिले चाहिँ ओमान जानुपर्छ कहिले चाहिँ अब दुबई जानुपर्छ अब दुबईको गाडी पनि यहाँ आएका छन् त्यो हिसाबले चाहिँ अब हामी पनि जानुपर्ने हुन्छ त्यो भएर चाहिँ यहाँबाट यहाँ बनेको प्रोडक्टलाई अर्को ठाउँ ट्रान्सपोर्ट गरिदिएको त्यही भनौँ टाढा हिँड्नुपर्छ चाहिँ अब भने आजको लागि यति नै हुनुपर्छ अरू ठाउँ अझै राम्रो पनि सुन्दर ठाउँहरू पनि मैले तपाईँको मार्क्स अझै एक्सप्लेन गर्नेछु र द्वारको बारेमा द्वारका एकदम राम्रो छ एकदमै एकदम हेलो द्वारका होइन किनभने मेरो जर्नी वैदेशिक जर्नी चाहिँ कतारबाट भएको थियो र कतारमै आइयो फेरि पनि रिटर्न कतारदेखि नै मैले यो लाइसेन्स निकालेर अर्को ठाउँ गएको थिएँ र फेरि यही कतारमा आएको छु र त्यो भएर मलाई चाहिँ कतारलाई चाहिँ एकदमै मनपर्छ एकदमै सुरक्षित ठाउँ यस्तो यहाँ यताउता होला भन्ने हुँदैन अब यहाँ पैसै समाएर हिँड्नुहोस् बाटोमै पैसै लिएर सुत्नुहोस् कसैले पनि छोड्न सक्दैन यहाँको कानुन अलिक खतरै छ त्यो भएको कारणले यहाँ चाहिँ एकदम राम्रो लाग्छ कि अब सुरक्षित ठाउँ चोरी चकारी पनि हुँदैन अब एकदम कानुनहरू चाहिँ कडा छ त्यो भएको कारणले पनि होला अब हाम्रो देशमा त अब चोरी हुने कुरा पनि हुनसक्छ त्यो भएको यहाँ चाहिँ हुँदैन है मलेसिया कता साउदीमा चाहिँ हुन्छ भन्छ तर यहाँ चाहिँ त्यस्तो छँदै छैन यो सानो कता अब जहाँ गए पनि त्यो मान्छे अब पक्रिहाल्छ त्यो भएर पनि मान्छे त्यो खालको चाहिँ हिट गर्नु सक्छ पक्रेर कहाँ जान्छ जग्गा पनि हुन्छ अब त्यस्तो एकदम गाह्रो छ भागेर जाँदा भने कतै सिलाउन भन्ने हुँदैन सो एकदम राम्रो छ कता होइन यहाँ सुरक्षित चाहिँ एकदम छ चोरी चकारी भन्ने कुरो हुँदैन सो एकदम राम्रो लाग्छ मलाई चाहिँ अब यहाँ एउटा मैले तपाईँलाई आउने क्रममा एउटा ब्रिज चाहिँ अब देखाउने छु है हेर्न सक्नुहुनेछ ब्रिज यहाँनिर अब यो ब्रिज हेरेपछि अब 1 2 3 4 जग्गा छ यहाँनिर कता कता जाने अब तपाईँहरूले हेरेर पनि अलिकति मनोरञ्जन ल्याउनु होला भन्न चाहन्छु किनभने उहाँलाई ल्याउनु पनि भनिछु र त्यहाँनिर हेर्न सक्नुहुन्छ ब्रिज अब यो कता कता जाने बाटो हो भन्ने कुरा हुन्छ होइन यहाँनिर म चाहिँ इन्डस्ट्रियल एरियाको बाटो रोडलाई पक्रेर हिँडिरहेको छु किनभने म चाहिँ उता जाने हो यहाँदेखि कता जाने भन्ने कुरा चाहिँ धेरै छ अनि यहाँ अलिकताको स्टेडियम छ भनेको छ अल्फामा भन्ने ठाउँमा र त्यता पनि मन्दिरै रहेछ त्यता चाहिँ म जान मिल्दैन तर यसको पनि टाइम छ होला होइन त्यो भएर मन्दिरमा चाहिँ जान मिल्दैन नजमा भन्ने ठाउँ जान्छ यहाँदेखि र अब यहाँ ब्रिजनिर आयो मलाई पुल होइन पुलनिर चाहिँ आइसकेको छु र बिसाइड जाने बाटो हो त्यो चाहिँ यहाँ देखाइरहेको छ पुलमा लेखा हुन्छ त्यस्तो गाह्रो छैन अलिअलि पढाइ लेखाइ भएकोलाई सजिलो छ यहाँनिर अब अलिकति यसो कहाँ जाने भन्ने एरोसँगै लेखेको हुन्छ
भएर म यता जानुपर्ने ठाउँ चाहिँ लाग्नुपर्छ भन्दा पहिले तपाईँले यहाँ ब्रिज हेर्न सक्नुहुन्छ ब्रिज अब भने चाहिँ म सिधै ब्रिज पार गर्दैछु र यहाँनिर एकदम राम्रो छ अब त्यहाँ ब्रिज र त्यो अर्को ब्रिजहरू छन् अब यस्ता ब्रिज कति न कति होला त्यो हिसाबले पनि अब तपाईँहरूको चाहिँ मैले अलिकति देखेको मैले यहाँ चाहिँ देखाउनु पर्ने ठाउँ चाहिँ अलिक देखाउने कोसिस गरेको छु खुल्ने ठाउँहरू पनि देखाउनेछु पछि म पार्किङमा काम छु तपाईँहरूले भिडियो दिनेछु कतारमा हुने दाजुभाइहरूको लागि पनि एउटा बिल्कुल पनि भिडियो बनाउनेछु कस्तो छ कताहरू पनि कसरी आउन सकिन्छ भन्ने विषय र यति भन्दै म चाहिँ अब ल्याउन चाहन्छु अहिलेलाई पनि यति अर्को भिडियोमा हेलो गाइज नमस्ते सबैजना सब्जी आर्मी कुशलै हुनुहुन्छ होला र यसै क्रममा आउँदै गरेको नव वर्ष 2082 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु र विशेष गरी म चाहिँ कतारदेखि र म अहिले कतारको यता कहाँ भनौँ अल्पुरदेखि र म दोहातर्फ जाँदैछु र एउटा यो सानो डेमो भिडियो बनाएको छु आशा छ भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने आशा पनि धेरै गरेको छु र विशेष गरी सँगै छु तपाईँहरूको माझ यस्तै नयाँ ठाउँ अनि नयाँ मनोरञ्जन भिडियोहरू बनाउने कोसिस गर्नेछु र म यतिखेर चाहिँ कतारमा कार्यरत हुँदै गर्दा र यतिखेर काममा हुँदै गर्दा यो सानो बनाउने एउटा सम्झनादायक भिडियो मैले तपाईँहरूको माझ बनाएर राख्ने कोसिस गरेको छु हेर्न सक्नुहुनेछ कतारको दृश्यहरू यहाँका बाटोहरू भिडियो त्यति राम्रो नहोला क्वालिटी नहोला तर पनि हेरिदिनु होला भन्न अनुरोध गर्दछु किनभने सधैँ यसो राम्रो भिडियो त होइन मसँग त्यति राम्रो क्यामेरा पनि छैन त्यो भएकोले पनि हुनसक्छ यतिखेर चाहिँ म दोहातर्फ जाँदैछु र एउटा सानो भनौँ न सानो डेमो भिडियो हो